निर्वाचनमा म्यादी प्रहरीको सङ्ख्या 1,15,000 थियो। 1,21,000 जतिको हामीले त्यसको योजना बनाएको थियौँ। तर पछि आउँदाखेरि चाहिँ 1,15,000 को मात्रै बजेट आएको हुनाले 1,15,000 परिचालित थियो। अब अहिले त्यतिखेरको लेसन लर्न समेत गरेर र पछिल्लो विकसित परिस्थितिमा चाहिँ केही मतदान स्थलहरू पनि थपिएको हुनाले जनसङ्ख्या पनि थपिया छ, मतदान गर्ने जनसङ्ख्या पनि थपिया छ, मतदान स्थल पनि थपिया छन्। त्यो स्वाभाविक रूपले पनि त्यो मतदान स्थल थपिन्छ, सुरक्षाकर्मीको सङ्ख्या पनि थपिने भयो र म्यादी पनि त्यसै अनुसार थपिने भयो। त्यसरी चाहिँ म्यादीको सङ्ख्या चाहिँ हामीले 1,32 को हामीले माग गरेका छौँ। अब पछि छलफल हुँदै गर्दाखेरि के कस्तो हुन्छ त्यो छ। म्यादी प्रहरीको नाम चाहिँ निर्वाचन प्रहरी भनेर यो म्यादी भन्नाले म्यादभित्रको थोरै समयको भन्ने भन्दा पनि यस्तो सम्मानजनक शब्द चाहिँ निर्वाचन मुलुकमा हुने आवधिक निर्वाचन जनमत प्राप्त गर्ने जस्तो विशिष्ट समयमा मैले निर्वाचनको लागि काम गरेको हुँ भनेर आत्मगौरव पनि गर्ने किसिमको सेवाको विषय भएको हुनाले हामीले नै गृह मन्त्रालयमै बसेर यसलाई म्यादीबाट चेन्ज गरौँ, निर्वाचनको भएपछि निर्वाचन प्रहरी राख्ने भन्दै